पढ्नै मन लाग्दैन या जति पढे पनि दिमागमा घुस्दैन अथवा पुस्तकदेखि कि निन्द्रा लाग्ने समस्या छ, यस्तो समस्या छ भने 2082 साल माघ 9 गते शुक्रबार पञ्चमी तिथिको दिन सरस्वती पूजा परेको छ। यो सरस्वती पूजाको दिन सरस्वती गायत्री मन्त्रको जप अनिवार्य रूपमा जप्नुहोला। यो महामन्त्रको जप तपाईले गर्नुभयो भने सम्झिनुस् पढाइसँग सम्बन्धित समस्या तपाईका टरेर जानेछन् भने तपाईको उन्नति प्रगति अवश्य रूपमा हुनेछ। त्यो महामन्त्र यस प्रकार रहेको छ, ओम सरस्वत्यै च विद्महे ब्रह्मपुत्रै च धीमहि तन्नो देवी प्रचोदयात्। यो सरस्वती गायत्री मन्त्रको जप सरस्वती पूजाको दिन गर्नुभयो भने तपाईका पढाइसँग सम्बन्धित सबै समस्याहरू टरेर जानेछन् भने तपाईको पढाइमा उन्नति र प्रगति निश्चित छ। कृपया जनचेतनाको लागि भिडियोलाई धेरै सेयर गर्नुहोला। जय महासरस्वती।